मेरो मम्मीलाई देख्नु भएको थिएन होला, उहाँ नै हो है मम्मी। मम्मी हाई गरिदिनु ल। हुन्छ नि, सफा पनि छ यार, हर्क साम्पाङले गर्नुभएको रहेछ। मैले पत्याएँ हर्क साम्पाङलाई र सेल्युट छ हर्क साम्पाङलाई चाहिँ। हाम्रो पालो चाहिँ अगाडि रोकिदिनु भएको थियो। दिदीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यति बेला आएको भयो, यहाँनिर लाइन देख्न सक्नुहुन्छ, कम्ता धेरै लाइन छैन। यो खोर्सानी चाहिँ नि यो हाम्रो हर्क साम्पाङले रोपिदिनु भएको अरे, उहीँ आएर पानी हाल्नुहुन्छ अरे कहिलेकाहीँ होइन। अहिले तत्कालै गर्दाखेरि चाहिँ अब 6-7 हजार पर्ने रहेछ, त्यही भएर डेट राख्दाखेरि चाहिँ अलिक सस्तो पर्छ भनेर अनि 13 गतेको डेट दिएको छ। आई होप कि मलाई ह्यान्डसम देखिरहेको होला। अनि अब के भन्नु, अब यो कोट लाएर यसरी टक्क लाएर सेक्वा पोल्दाखेरि कस्तो हुन्छ। हेलो एन्ड नमस्ते सबैजनालाई, स्वागत छ फेरि पनि अर्को नयाँ भ्लगमा है। धेरै दिन पछाडि भ्लग बनाउँदैछु अनि म छु अहिले धरानमा। मैले धरानमा आएँ भनेर पोस्ट पनि हालेको थिएँ, तपाईँलाई थाहा पनि होला है। अनि त्यही हो, अहिले म चाहिँ जाँदैछु अब यहाँ परतिर गोपा क्याम्प, किन भन्दाखेरि मेरो यहाँ बडीहरू चेक गराउनु पर्नेछ। म चाहिँ अब निकै वर्षदेखि म बिरामी नै छु। अनि मम्मी, मेरो मम्मीलाई देख्नु भएको थिएन होला, उहाँ नै हो है मम्मी। मम्मी हाई गरिदिनु ल। अनि आमा छोरा आज यहाँ घोपामा जाँदैछौँ, घोपा क्याम्पमा। किन भन्दाखेरि मेरो यो चेक गर्नुपर्ने छ क्या, यो छाती दुख्ने, मुटु दुख्ने, मुटु ढुकढुक हुने धेरै समस्याहरू छ। अनि त्यसैको लागि हामी यहाँ चेक गर्नलाई जाँदैछौँ। अनि म हिजो अस्तिको दिनै आएको, यहाँनिर भ्लग नै बनाएको छैन क्या। अब मनै छैन, के भन्नु, अब जिउ सन्चो नभएर अब फेरि यहाँ आएपछि यताउता मम्मीहरूलाई सघाउनु पर्ने हुन्छ होटलमा। अनि त्यही भएर आज चाहिँ अब घर पनि फर्किने, अब समय मिल्छ मिल्दैन अब भरे त्यो पनि अब हेरौँ। अब रिपोर्ट आउने बेलामा अब टाइम लाग्ने हो कि केही थाहा छैन। अब जस्ट हामी चाहिँ जाँदैछौँ होइन। अब त्यहाँभित्र त भिडियो बनाउनु दिँदैन होला पक्कै पनि, अब जति मिल्छ म बनाउने छु है। अनि हामी चाहिँ यहाँ हाम्रो यहाँ होटल नजिकै छ हो, यो गोपा क्याम्पदेखि लगभग 1 किलोमिटर मास्तिर बुद्ध चोक भन्ने ठाउँमा छ। अनि यहाँ अब हामी जाँदैछौँ, लगभग अब हामी पुग्छौँ होला 5 मिनटमा, त यहाँ नजिकै छ। सो यताको ठाउँ यस्तो छ, यहाँबाट भित्र छिर्नुपर्छ, यहीँ पछाडिपट्टि हो। सो गाडीहरू हेर्दै हिँड्नुपर्ने हुन्छ। अनि यो रोग चाहिँ अब पहिलेदेखि नै मलाई अब लगभग 4 वर्षै भइसक्यो। कसले के भन्छ, धामी फेदाङमा पनि लाएकै हो, डक्टरकोमा पनि चेक गरेकै हो, दुबईमा हुँदा पनि चेक गराएकै हो, अझै पनि निकै भएन क्या। अब यो घोपा क्याम्पमा आज फर्स्ट टाइम आउँदैछु। अब त्यहाँ समस्याहरू सुनाउने यस्तो हुन्छ भनेर, त्यस पछाडि अब के आउँछ रिपोर्टहरू कस्तो हुन्छ, के गर्नुपर्ने हो त्यो त्यति बेलै थाहा हुन्छ होइन। सो अहिले चाहिँ हामी जाँदैछौँ है त। सो भिडियो चाहिँ अन्तिम समय हेरेर साथ दिनु होला। अब भित्र के खिच्नु मिल्छ यहीँनिर हो, यहीँबाट सुरु हुन्छ घोपा क्याम्प होइन। तर हामी जाने गेट चाहिँ यता हो है साथीहरू। सो यस्तो छ। अनि यो पुरै फार्मेसी लाइन हो, यहाँनिर सबै दबाईहरूको पसलहरू छ। मम्मी यता नजिकै घोपा नजिकै बस्नुको कारण पनि मम्मी पनि बिरामी भएकै गर्नुहुन्छ नि त, त्यही भएर यतै होटल खोलेर भाइसँग यतै बस्नु भएको छ। किन भन्दाखेरि मम्मीलाई पनि कहिले त होइन महिनामा 3 चोटि यहाँ घोपामा पुर्याउनु पर्ने हुन्छ क्या। मम्मीको पनि अब सुगरहरू छ, प्रेसरहरू छ, बढिरहेको छ नि त। सो त्यही भएर अनि अब हेरौँ आजको भ्लग कस्तो हुन्छ, के हुन्छ होइन। सो आज मेरो चेकिङ हुँदैछ अब घोपा क्याम्पमा फर्स्ट टाइम। के रिपोर्टहरू आउँछ त्यो पनि म सबै तपाईँहरूलाई बताउनेवाला छु। र भरे अब भ्याइयो भने घर पनि फर्किनु पर्नेछ। त्यस्तै छ साथीहरू। सो गाइज यहाँबाट ठ्याक्कै सुरु हुन्छ अब घोपा क्याम्प है। म जस्ट यहाँनिर गेटैमा छु, यहाँ देख्न सक्नुहुन्छ यो गेट हो घोपा क्याम्पको। त्यहाँनिर सेक्युरिटीहरू बसिराखेको हुन्छ है। क्यामेराहरू दिन्छ दिँदैन थाहा छैन, जस्ट म चाहिँ खिच्दै हिँडिराखेको छु। अनि मम्मी यहाँ अगाडि हुनुहुन्छ, त्यसरी आउँछ सफारी ट्याङ्ग लाएर अगाडि। अनि यहाँनिर सबै बोर्डहरू देखाएको छ, चौरहरू पनि छ बस्नलाई। मम्मी अगाडि गइसक्नुभयो, म कुद्नुपर्ने हुन्छ साथीहरू। अनि मैले यो माइक यहाँ लगाइरहेको छु किन भन्दाखेरि धरानमा यति धेरै गाडी कुद्छ नि आम्मामा। अनि धरान यार अरूभन्दा नि एकदमै हुन्छ नि, सफा पनि छ यार, हर्क साम्पाङले गर्नुभएको रहेछ। मैले पत्याएँ हर्क साम्पाङलाई र सेल्युट छ हर्क साम्पाङलाई चाहिँ होइन, काम पनि राम्रो गर्नुभएको छ। सो यस्तो छ है यहाँनिर। अब यहाँ सेक्युरिटी छ साथीहरू, दिँदैन होला क्यामेरा, म बन्द गर्छु है त, मिल्यो भने म खिच्छु। सो गाइज म चाहिँ यहाँनिर भित्र लाइनमा छु है। लाइनमा छु भन्दा पनि यस्तो भयो क्या साथीहरू, हामी चाहिँ अलिक ढिलो आइभयो नि त, त्यही भएर अनि यहाँ एकजना दिदीलाई, मम्मीले चिन्नु भएको मम्मीको साथीलाई चाहिँ उहाँले चाहिँ बिहानै हाम्रो लाइन पर्खेर बस्नु भएको थियो। भित्र देख्न सक्नुहुन्छ यति धेरै लाइन छ होइन। अब भित्र भिडियो खिच्नु पनि नदिने भन्ने खालको कुराहरू सुने होइन। सो म एकछिनमा अब कति बेला बनाउँछु अनि हेरौँ होइन। अब जस्ट हामी चाहिँ अब भित्र जान आँटेको। जे होस् हाम्रो पालो चाहिँ अगाडि रोकिदिनु भएको थियो, दिदीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यति बेला आएको भयो, यहाँनिर लाइन देख्न सक्नुहुन्छ, कम्ता धेरै लाइन छैन। सो भिडियो हेर्दै गर्नु होला। अब के बनाउन सक्छु म बनाउने छु है।
सो अनि एकछिनमा रिपोर्टहरू कस्तो के आउँछ त्यो पनि म तपाईँलाई भन्नेछु। 1 hour later. साथीहरू हामीले पेपर लियौँ, टोकन नम्बर लियौँ है। अब पालो चाहिँ एकछिनमा भरे आउने भयो, 9:30 बजीतिर मात्रै आउनुहुन्छ अरे डक्टर पनि है। सो त्यही भएर अहिले चाहिँ अब हामी होटलै जाँदैछौँ, खानासाना खाएर आउनु भ्याइने रहेछ। अनि अहिलेको समय लगभग 8 बज्यो। अब एकछिनमा अब 1 घन्टा 20 मिनट पछाडि आउँदाखेरि हुने रहेछ। सो त्यही भएर अब चाहिँ हामी जाँदैछौँ। यहाँ किन बसिराख्ने भनेर टोकन नम्बरहरू सबै भइसक्यो, स्ट्याम्प सिस्टम सबै लगाइसक्नु भयो। अब एकछिनमा आफ्नो टाइममा आउने अनि गर्ने। सो त्यस्तै छ। अब हामी जाँदैछौँ होटल है त। ओके साथीहरू, हामी चाहिँ यहाँ अहिले होटलमा आएर बसिरहेको छौँ। अब खानासाना बनाउँदैछ भाइले होइन। अब खानासाना खाएर फेरि एकछिनमा जानुपर्ने हुन्छ। अनि यो देख्नुभयो नि, यो खोर्सानी चाहिँ नि यो हाम्रो हर्क साम्पाङले रोपिदिनु भएको अरे। उहाँ आएर पानी हाल्नुहुन्छ अरे कहिलेकाहीँ होइन। सो म चाहिँ यहाँनिर 2-3 चोटि आइसकिसकेँ, तर कहिले उहाँसँग भेट्ने मौका पाएको छैन। र उहाँको अब कान्छी बुढीको घर चाहिँ यहीँ परतिर नजिकै रहेछ। अनि यहाँनिर देख्न सक्नुहुन्छ यस्तो दामी मजाले डस्टबिनहरू राखिदिएको छ। ठाउँ ठाउँमा अब खोर्सानी रोपिदिनु भएको छ। उहाँले आफै आएर मल हाल्ने, पानी हाल्ने उहाँले आफै गर्नुहुन्छ अरे क्या। सो अनि एकदमै यहाँ अब धरानमा चाहिँ अब ठाउँै राम्रो क्या। यहाँको अब हुन्छ नि पहाड देख्न सक्नुहुन्छ माथि होइन। हावा एकदम फ्रेस। अनि अब ठाउँहरू पनि एकदमै धेरै क्लिन छ क्या अरू ठाउँ भन्दाखेरि। अरू ठाउँ हेरिकन धेरै क्लिन हो, एकदमै राम्रो बनाउनु भएको छ हर्क साम्पाङले। सो त्यही नै हो। अब एकछिनमा 9:30 बजी फेरि जानुपर्ने हुन्छ साथीहरू होइन। त्यस पछाडि अब के गराउने, इसिजी सिजिजी के गराउने होला। अब रिपोर्ट आउनलाई टाइम लाग्ला होइन। अब टाइम लाग्ला जस्तो भयो भने चाहिँ आज म घर फर्किँदिनँ, पाउँदिनँ घर फर्किनलाई। यहाँबाट अब निकै टाइम लाग्छ नि त, वहाँ पर झापा पुग्नलाई नभएको पनि 2.5 घन्टा 3 घन्टा लाग्छ। अनि भइहाल्यो भने चाहिँ अब छिटै भइहाल्यो, 12 बजीभन्दा पहिले नै भइहाल्यो भने चाहिँ अनि म घर फर्किन्छु। अहिले चाहिँ अब थाहा नै छैन के हुन्छ कस्तो हुन्छ। सो अनि देख्नुभयो होला नि यसरी डस्टबिन पनि राखिदिएको छ क्या लाइनले मजाले ठाउँमा। सो एकदमै निट एन्ड क्लिन छ है त धरान सिटी चाहिँ। यो चाहिँ ठ्याक्कै बुद्ध चोक हो, धरानको बुद्ध चोक गोपा क्याम्प नजिकै है त। सो यस्तै छ। अनि हाम्रो होटल यहीँनेरि छ। सो अवस्था यस्तै छ साथीहरू यहाँको। सो भ्लग चाहिँ हेर्दै गर्नु होला है त साथीहरू। अहिले चाहिँ अब 9:30 भइसक्यो, त्यही भएर हामी चाहिँ यहाँ फेरि आयौँ क्याम्पमा, गोपा क्याम्पमा होइन। सो अघि चाहिँ हामीले यहाँ टोकन नम्बरहरू लिएर गएको थियौँ नि त। अनि 9:30 बजी डक्टर आइपुग्नुहुन्छ अनि आउनु भनेर भन्नुभएको थियो। त्यो भएर अनि अहिले आएको। अब भित्र त खिच्न दिँदैन। अब भित्र अब के गराउँछ हामीले चाहिँ अब मेरो चाहिँ अब मुटु सम्बन्धी मैले चेक गर्न आँटेको नि त। अब के गराउँछ के भन्छ होइन, त्यो भरे म तपाईँलाई भन्ने छु। सो भिडियो चाहिँ हेर्दै गर्नु होला। अनि अब हामी जानुपर्ने यहाँनिर यो देख्न सक्नुहुन्छ। यहाँ सेक्युरिटी गार्डहरू दाइहरू हुनुहुन्छ, क्यामेरा बन्द गर भनिहाल्छ क्या अहिले फेरि। अहिले चाहिँ अब अहिलेको काम चाहिँ सक्यो है। अनि इसिजीहरू गरेँ, अनि ब्लड टेस्ट अब ब्लड दिइराखेको छु। अब त्यो रिपोर्ट भोलि बिहान मात्रै आउने भयो 9 बजी। अनि भोलि अब 11 गते, अनि भोलि 11 गते, पर्सि 12 गते छोडेर फेरि 13 गते फेरि अर्को जाँच छ मेरो। इको र टिएमटी भन्ने जाँच अझै बाँकी रह्यो। 13 गते बिहान गर्नुपर्ने भयो त्यो चाहिँ। अहिले तत्कालै गर्दाखेरि चाहिँ अब 6-7 हजार पर्ने रहेछ। त्यही भएर डेट राख्दाखेरि चाहिँ अलिक सस्तो पर्छ भनेर अनि 13 गतेको डेट दिएको छ। टिएमटी भनेको चाहिँ अब कस्तो भने ट्रेड मेसिन टेस्ट भन्दो रहेछ क्या। त्यो मेसिनमा कुद्दाखेरि कतिको सास बढ्छ, मुटुहरू कतिको दुख्छ भनेर त्यो चेक गर्ने रहेछ टिएमटी भनेको चाहिँ। अनि इको भनेको चाहिँ तपाईँको अब भिडियो एक्सरे, मुटुको भिडियो एक्सरे हो। यो दुईवटा चाहिँ बाँकी रह्यो, 13 गते मात्रै हुने भयो त्यो चाहिँ। अनि अहिले इसिजी गरियो, अनि त्यहाँबाट ब्लड टेस्ट दिइराखेर आएको। अब ब्लडको पनि रिपोर्ट भोलि मात्रै लिनु आउनु भनेको छ। अब आज घर फर्किने भनेको अब हेर्नु न, अब बसै हुने भयो अझै अब 13 गतेसम्म। अब अब यस्तै छ। अब चाहिँ हामी जाँदैछौँ। यहाँ अगाडिबाट अब मम्मीले दही किन्नुहुन्छ, अनि दही लगेर गएर खानुपर्ने छ खाना। अघि खाना नखाइ आइहाल्यो, भ्याइएन, पकाउँदै 9:30 भइहाल्यो। अनि धन्य हामी जाँदा त अघि 7 नम्बर पुगिसकेको रहेछ। मेरो 4 नम्बरमा थियो टोकन नम्बर। धन्य गएर भनेपछि अनि गर्नु दियो। सो यस्तै छ स्थिति। अब बस्नुपर्ने भयो कि अब आज गएर पर्सि आउनुपर्ने होइन भने अब ओर र दोहोर गर्दाखेरि 250 भाडा 500 रुपियाँ सकिन्छ। अनि अब बुढीसँगै सल्लाह गर्नुपर्छ अब बस्नुपर्ने हो कि या अब पर्सि उता घर गएर फेरि आउनु हो कि के गर्नुपर्ने। अब उसँग सल्लाह गर्छु अब एकछिनमा फोन गरेर। अब बसेर गरेरै आऊ भन्यो भने अब 13 गते मात्रै गइ हुने भयो मेरो घर, होइन भने अब होइन आउनु अनि फेरि 13 गते जानु भनौँ भने चाहिँ अनि भरे म घर जान्छु। सो हेरौँ अब के हुन्छ कस्तो हुन्छ है। अनि हेर्नु न अब त्यहीँबाट आएको स्यासेर भइहाल्यो क्या, सास बढिहाल्छ। त्यही चाहिँ समस्या हो क्या मेरो।
ओके गाइज, अब मैले फोन गरेर मेरो बुढीलाई पनि सोधिसकेँ है। अब बुढीले चाहिँ के भन्दै थियो भने आउनु पर्दैन, बस्ने काम भयो भने बस्नु नि त, बस्नुपर्ने भयो भने बस्नु, किन आउजाउ गर्नु भनेर भन्दै थियो। अनि मेरो पालो फेरि अब मलाई पनि जानु चाहिँ मन छ घर है, 3 दिन भइसक्यो यहाँ आएको। अनि अब भोलि बिहान रिपोर्ट लिनु जानुपर्ने छ। भोलि बिहान रिपोर्ट लिएर आएर अनि त्यहाँबाट घर जाउँ कि भन्ने सोच गरेको, तर बिहानै जानुपर्ने भयो है। बिहानै घर जानुपर्ने भयो, यहाँनिर काम त्यस्तै परेको छ। अब त्यो कुराहरू नभनौँ होला होइन, पर्सनल कुराहरू पनि हुन्छ। सो भोलि बिहानै म लगभग बिहान त 8-9 बजी त घर पुगिसकेको हुन्छु। अनि रिपोर्ट चाहिँ यहाँनिर मम्मीले ल्याएर राखिदिइराख्नुहुन्छ। अनि एकैचोटि अब दबाईहरू भनेको अब एकैचोटि अब 13 गते टिएमटीहरू अनि इकोहरू गरिसकेपछि एकैचोटि दबाईहरू ल्याउने हो। सो त्यही भएर अनि अब भोलि 11 गते म गएँ भने पर्सि बसेर निकर्सी फेरि आइहाल्नुपर्ने छ। निकर्सी 13 गते फेरि मलाई बिहानै बोलाएको छ क्या, बिहानै आइपुग्नु। बिहानै मतलब भन्दा पनि खानासाना खाएर आउनु भनेर भनेको छ। अनि त्यही हो, अहिले मम्मीहरू हुनुहुन्न यहाँ होटलमा। मम्मीहरू चाहिँ परतिर अब ट्राफिक स्टेसन पुलिस स्टेसन गएको छ। किन भन्दाखेरि हाम्रो त्यो सिटी सफारीको ड्राइभरलाई चाहिँ पक्रेछ क्या, अनि बिलबुकहरू थुतिदिएछ। त्यही भएर अनि छुटाउनु जानु भएको छ। सो अनि अहिले चाहिँ म भाइ हामी दुईजना मात्रै छौँ होटलमा। अनि होटल पनि दिउँसो त खासै चल्दैन, बेलुकातिर मात्रै हो क्या चल्ने भनेको। अनि यहाँ सब्जी बनिएर बसिराखेको छौँ हामी चाहिँ। अब हेरौँ बाँकी के हुन्छ, कस्तो कस्तो हुन्छ, म तपाईँहरूलाई देखाउँछु है। अब सर देखाउनु पर्दाखेरि चाहिँ यतातिर यसरी अब रक्सी बियरहरू कोकसोकहरू राखिएको छ। अनि यताभित्र भनेको तपाईँहरूको अब यस्तो छ, यो बस्ने ठाउँ है, खासै धेरै छैन, 5-6वटा टेबल छ। अनि यतै भइगयो अब किचन सिचन यतै, अब यो फ्रिज यतै भइगयो होइन। अनि यता पनि अलिअलि राखिएको छ, चक्लेटहरू अनि भुक्काहरू राखिएको छ। सो यस्तै छ। अनि यहाँ तङ्बा सबथोक पाइन्छ, पाउनु चाहिँ जे सबथोक पाउँछ यहाँ हाम्रो होटलमा। तर अब बेलुकातिर चाहिँ अलिक धेरै आउनुहुन्छ मान्छेहरू, रक्सी खानेहरू मान्छेहरू चाहिँ। सो अहिले दिउँसो चाहिँ खासै चल्दैन क्या। सो त्यस्तै छ। अब हेरौँ, अब भोलि बिहानै गयो भने फेरि पर्सि बसेर निकर्सी फेरि यहीँ आइपुग्नु पर्ने छ। भ्लगहरू त आउँदै गर्छ, तपाईँहरू जस्ट सपोर्ट गरिदिनु पऱ्यो क्या गाइज। अब यस्तै छ। अनि हेरौँ अब के हुन्छ है त। आमामामामा भाइले यस्तो खतरा कोट चाहिँ ल गिफ्ट गर्छ भनेर मैले सोचेको थिइनँ है। यसले क्या यसले कस्तो देखियो, दामी देखियो। अब हुन त अहिले गर्मीको समय हो है, र पनि धरानमा चिसो हुन्छ। आई होप कि मलाई ह्यान्डसम देखिरहेको होला। अनि अब के भन्नु, अब यो कोट लाएर यसरी टक्क लाएर सेक्वा पोल्दाखेरि कस्तो हुन्छ कोट लाएर, सुहाउँदैन नि। सो त्यही नै हो गाइज। अनि मम्मीहरू अझै आउनु भएको छैन, अब भरे बेलुका कति बेला आइपुग्नुहुन्छ। यो ब्लग चाहिँ म यहीँनिर एन्ड गर्न चाहन्छु, किन भन्दा कतै पनि जानु पाइएन र कतै गइएको पनि छैन होइन। सो त्यही नै हो। अब अरू ब्लग भनेको म बनाउँदै गर्छु होइन, तपाईँहरू मन पराइदिनुहुन्छ मेरो ब्लग, मलाई थाहा छ। सो सबैजनालाई थ्याङ्क्स फर वाचिङ। यो ब्लग चाहिँ म यहीँनिर एन्ड गर्छु, र एकदमै छोटो पनि भएको होला सायद होइन। अब छोटो भयो भने लामो भयो भने के गर्नु यार, जति देखाउनु पर्ने हो त्यो देखाउने हो है। अब बाँकी त त्यस्तै छ, कहिले 30 मिनटको पनि आउँछ, कहिले 9 मिनटको पनि ब्लग आउँछ। सो गाइज अब चाहिँ यति नै यो ब्लग चाहिँ है त। सबैजना थ्याङ्क्स फर वाचिङ, बाई बाई।